देशकै ठुलो प्रशासनिक केन्द्र सिंहदरबारभित्र त यो चरम लापरवाही भेटिन सक्छ भने सामान्य नागरिकको जनस्तरमा चाहिँ कतिको लापरवाही हुन्छ होला सहजै मूल्याङ्कन गर्न सकिन्छ। हिजो सिंहदरबारभित्र खाद्य विभागको संयुक्त निगरानीमा छड्के चेक गर्दाखेरि सिंहदरबारभित्रकै क्यान्टिनमा किरा लागेको दाल र सडेको अन्डा प्रयोग गरेको भेटिएको छ। अहिले खाद्यान्न विभागले त्यहाँ 2 लाख रुपियाँ जरिवानासम्म लिइसकेको छ भने एउटा देशकै ठुलो प्रशासनिक क्षेत्रभित्र त त्यो लापरवाही छ भने सामान्य व्यक्तिको जनस्तरमा कतिको लापरवाही हुन्छ सहजै मूल्याङ्कन गर्न सकिन्छ। र यता शीघ्र चाँडो जनताको स्वास्थ्यमा खेलवाड गर्ने, यसरी मिसावट गर्ने र गुणस्तरहीन वस्तु बेचबिखन गर्ने व्यक्तिलाई तुरुन्त कानुनी दायराभित्र ल्याइयोस् र जनताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यक्तिलाई कानुनको दायराभित्र ल्याएर तुरुन्त यस्तो सामान बेच्न र प्रयोग गर्न ब्यान गरियोस्। जनताको स्वास्थ्यमा खेलवाड गर्न बन्द गरियोस्। यसमा सरकारको ध्यानाकर्षण होस्, यसका लागि पहल चालियोस्।